हेलो साथीहरू, आज हामीहरूले समूह पाठको क्वेसन नम्बर 10 सल्भ गरेर त्यसलाई सरल रूपमा बुझ्ने प्रयास गर्छौँ। हाम्रो प्रश्न यस प्रकार रहेको छ। क्वेसन नम्बर 10 मा सोधेको छ दुईवटा समूह ए र बी दिएको छ। त्यसको आधारमा क्वेसन नम्बर 10 मा सोधेको प्रश्नको उत्तर दिनेछ। हाम्रो क्वेसन नम्बर 10 मा चाहिँ ए र बी को मान दिएछ। पहिला क्वेसन नम्बर 10 मा ए को मान चाहिँ 2, 3, 5 दिएको छ र बी मा चाहिँ 2, 3, 5, 6, 7 र ए मा चाहिँ सोधिएको छ समूह ए र बी लाई भेन चित्रमा देखाउनुहोस्। त भेन चित्रमा देखाउँदा हामी सर्वप्रथम हेर्छौँ त्यसमा साझा सदस्य त्यो खप्टिएको हो कि अलिएको हो। त खप्टिएको भन्नाले साझा सदस्य हुन्छ भने खप्टिएको हो, अनि अलिएको भन्नाले जसमा साझा सदस्य हुँदैन। हामीले यसमा हेरौँ साझा सदस्य छ कि छैन। यसमा 2 छ, यसमा पनि 2 छ, यसमा पनि 3 छ, यसमा पनि 3 छ, यसमा पनि 5 छ, यसमा पनि 5 छ। त्यो अब त छैन ए मा, यानी कि यो दुईटा 5 मा छैन, ए मा छैन। त हाम्रो 2, 3, 5 के छ? साझा छ। साझा छ भने के बनाउने? खप्टिएको बनाउने। त हामीले यहाँ भाषामा लेख्छौँ, पेपरमा पनि यसरी नै लेख्ने। समूह ए र बी लाई भेन चित्रमा देखाउँदा भेन चित्रमा देखाइदिने। साझा सदस्य छ भने खप्टिएको बनाइदिने। खप्टिएको हाम्रो यसरी बन्छ। यसलाई भेन चित्रमा यसरी नै बनाउने। दुईटा समूह छ भने त्यसले दुईलाई खप्टिएको बनाइदिने। यहाँ ए र यहाँ बी। हाम्रो साझा सदस्य चाहिँ बिचमा भरिन्छ। साझा सदस्य के छन्? साझा सदस्य 2, 3, 5। एमा केही बाँकी छ? बाँकी छैन। त यो खाली नै रहन्छ, यता केही पनि भरिँदैन। र बी मा के छ बाँकी? 6 र 7। यसरी नै हाम्रो भेन चित्र हाम्रो पुरा भयो। अब ए हाम्रो कम्प्लिट भयो। भेन चित्र हामीले ए र बी लाई हेराइदियौँ। अब क्वेसन नम्बर 10 को चाहिँ बी मा के सोधिएको छ भनेर समूह ए लाई चाहिँ यो हाम्रो समूह ए हो। समूह ए लाई समूह बी को अनुपयुक्त समूह बनाउन समूह ए मा कुन कुन सदस्य थप्नु पर्ला। जसरी प्रश्नले यस प्रकार सोधिएको छ। पहिले सर्वप्रथम बुझौँ अनुपयुक्त समूह भन्नाले के हुन्छ। अनुपयुक्त समूह भन्नाले सर्वव्यापक समूहका सबै सदस्यले यसमा यो बी को अनुपयुक्त के हो? यो जे छ त्यही नै लेखिदियो, के बन्छ? अनुपयुक्त बन्छ। त ए लाई बी जसरी नै अनुपयुक्त बनाउन बी लाई यति चाहिन्छ। त ए लाई पनि यसरी नै बनाउन के चाहिन्छ आवश्यक? 3 छ, 2 छ, 2 छ, 3 छ, 3 यसमा पनि छ, 5 छ, 5 छ, यसमा 6 छ, 7 छ, यसमा 6, 7 छैन। त ए मा के गर्ने? 6, 7 थपिदिने। त्यो के भइहाल्छ? ए समूह ए चाहिँ बीचको अनुपयुक्त समूह जस्तै भइहाल्छ। त हामीले यसरी भाषामा लेख्ने। समूह ए लाई समूह बी को अनुपयुक्त उपसमूह बनाउन समूह ए मा 6, 7 सदस्य थप्नु पर्ला। यसरी हामीले क्वेसन नम्बर 10 पनि सल्भ गरियौँ। तपाईहरुले यो क्वेसन नम्बर 10 मा कुनै स्टेप बुझ्नु भएको छैन भने कमेन्ट गर्नु होला र लाइक सब्स्क्राइब गरिदिनु होला। हस् त, धन्यवाद।